राष्ट्रपा सभापति माननीय श्री रवि लामिछानेको आज प्रवास नेपाली सङ्घ भारतले भव्य स्वागत गरेको छ। आज नयाँ दिल्लीमा एक कार्यक्रम आयोजना गरी प्रवास नेपाली सङ्घ भारतले उहाँको भव्य स्वागत गरेको हो। हेर्नुहोस् उहाँको कार्यक्रममा के भयो र उक्त कार्यक्रममा राष्ट्रपा सभापतिले के भन्नुभयो, पुरा भिडियो।
मञ्चबाट एकैछिन मञ्च खाली गरिदियो एकैछिन। कृपया मञ्च खाली गरिदियो। शिवसागरीको परिचय दिँदै भेटघाट गर्नेछौँ। फोटो सेसन हुनेछ एकैछिनको लागि मञ्च खाली गरिदिनु प्लिज। लास्टमा फोटो सेसन हुनेछ, मञ्च चाहिँ खाली गरिदिनु एकछिनको लागि। मञ्चलाई एकैछिन खाली गरिदिनु प्लिज। मञ्च खाली गरिदिनु एकैछिन। हाम्रा स्वयंसेवी साथीहरूले सबै नागरिकको परिचय दिनु होला। हामी कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेका छौँ। कृपया शान्त भएर बसिदिनु होला। कृपया शान्त भएर बसिदिनु। हामी कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। कार्यक्रम समुद्घाटनको लागि हामी शान्त भएर बसिदिउँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कृपया तपाईँहरू यसरी बस्नु हो भने हाम्रो कार्यक्रम चल्न सक्दैन। जुन उद्देश्यको लागि तपाईँहरू यहाँ आउनुभएको छ त्यो उद्देश्य हामी पुरा गर्न सक्दैनौँ। आज जसलाई सुन्नको लागि तपाईँहरूले जसलाई तपाईँहरूले माया गर्नुहुन्छ, आज उहाँको स्टेज हो यो। तसर्थ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नो स्थानमा बसिदिनु होला। तब मात्रै हामी कार्यक्रम गर्न सक्छौँ। ठाउँ बसेर प्लिज। एउटा गीत निकै बजाइदिनुहोस् त। हामी कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेका छौँ। कृपया शान्त भएर बसिदिनु होला। कुनै पनि कार्यक्रम गर्दाखेरि कार्यक्रममा सभापतिको आवश्यकता पर्दछ। कृपया शान्त भएर बसौँ। हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। फेरि तपाईँहरूलाई कुरा सोध्नेछौँ र तपाईँहरूलाई पनि कुरा सुनाउनेछौँ। एकैछिन शान्त भएर बसिदिउँ। कुनै पनि कार्यक्रम गर्दाखेरि कार्यक्रममा सभापतिको आवश्यकता पर्दछ र प्रवासी नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा प्रवासी नेपालीका गुनासो तथा सुझाव सङ्कलन कार्यक्रम समुद्घाटन
उद्घाटन हुनुभन्दा पहिला राष्ट्रिय गानको लागि यथास्थानमा उपस्थित भएर राष्ट्रिय गानमा सहयोग गरिदिनु हुन उपस्थित सम्पूर्णमा अनुरोध गर्न चाहन्छु। धन्यवाद। नयाँ दिल्लीमा बसोबास गर्दै आउनुभएका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबभन्दा पहिला आज यो छोटो जानकारीका बिच पनि तपाईँहरू आज छुट्टीको दिन पनि होइन, काम गर्नुपर्ने बाध्यताको बिच पनि यति छोटो जानकारीमा पनि यसरी भरिभराउ रूपमा विभिन्न ठाउँबाट तपाईँहरू आउनुभयो। यो न्यानो माया, यो विश्वास, यो स्वागतका लागि म तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिला आज मात्र होइन, पार्टी स्थापना भएदेखि चुनाव अगाडि र विभिन्न समयमा हामीले तपाईँहरूसँग संवाद गर्दै आएका छौँ र म गर्वका साथ के भन्न सक्छु यहाँ उभिएर भने आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन उचाइ हासिल भएको छ, आज रासोपा जहाँ उभिएको छ, जहाँ पुगिएको छ, त्यसमा तपाईँहरूको लगानी छ, तपाईँहरूको माया छ, तपाईँहरू जस्ता प्रवासमा रहनुभएका साथीभाइहरूले आँट, साहस र हिम्मत नदिनु भएको भए थाहा छैन के हुन्थ्यो होला पार्टीमा। तर जुन साहस, जुन माया, जुन धैर्यताका साथ तपाईँहरूले हामीलाई आँट दिनुभयो, भन्नुभयो कि अघि बढ, हामी तिम्रो साथमा छौँ, त्यही प्रेरणाले आज हामी यहाँ उभिएका छौँ, देशको भविष्य कोर्ने ठाउँमा उभिएका छौँ। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, आज म धेरै भाषण गर्दिनँ किनभने मैले बोल्नुभन्दा पनि तस्बिरहरूले आफै बोलिसकेका छन् के हुँदैछ, कहाँ जाँदैछ। आज यहाँ प्रवासमा रहनुभएका तपाईँ दाजुभाइ दिदीबहिनीहरूलाई साक्षी राखेर म के भन्न चाहन्छु भने अहिले भर्खरै जुन निमन्त्रणा हामीलाई प्राप्त भयो, मैले पार्टीको सभापतिका रूपमा भारतीय जनता पार्टीको निमन्त्रणामा यहाँ जुन किसिमको सद्भाव सम्मान प्राप्त गरेँ, त्यो सम्मान मेरो होइन, तपाईँको, तपाईँमाथि भारत सरकारले गरेको सम्मान हो। त्यसकारणले तपाईँले प्राप्त गर्नुभएको यो सम्मानप्रति सम्पूर्ण नेपाल र नेपालीहरूलाई जुन सम्मान प्राप्त भएको छ, म त्यसका लागि तपाईँहरू सबैको तर्फबाट भारत सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भारतीय जनता पार्टीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्मान म तपाईँहरूलाई बाँड्न चाहन्छु कि बाँड्नको लागि आज म यहाँ उपस्थित भएको छु। अब सम्मानित मात्र भएर हुँदैन, समृद्ध पनि हुनुपर्नेछ। त्यसकारणले अब समृद्धिको ढोका खोल्ने हो। दाजुभाइ दिदीबहिनीहरू, नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए, म यसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ। समृद्ध नेपालको एउटा सपना जुन हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको हुँ। मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैन, पार्टीगत माग मुद्दा केही पनि छैन। मेरा माग, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छ। त्यतिका लागि मात्र म दिल्ली आएको हुँ र म तपाईँहरूलाई विश्वस्त गराउन चाहन्छु कि जुन यात्रामा हामी अगाडि बढेका छौँ, त्यो यात्रामा हामीले हाम्रो स्वार्थलाई कहीँ कतै बगाइदिएका छौँ। आफ्नो व्यक्तिगत स्वार्थ, आफ्नो व्यक्तिगत लाभ, त्यसका उद्देश्य बोकेर हामी यहाँ आएका छैनौँ। हामीले अब त्यो उन्नति हासिल गर्नु छ, जुन उन्नति हासिल गर्नबाट हामी चुक्यौँ, हामी छुट्यौँ। तपाईँहरू यहीँ बसिरहनु भएको छ, पुस्तो पुस्ता यहाँ बस्नुभएका साथीहरू तपाईँले देख्नु भएको छ होला। पछिल्लो 10-12 वर्षमा भारतले विकास र समृद्धिको जुन खुड्किलो पार गर्यो, हामी छेउमै बसेर हेरी मात्र रह्यौँ। अब सँगसँगै यात्रा गर्ने र समृद्धिको बाटोमा यात्रा गर्ने, ससाना कुराहरूलाई मिलाउँदै, सल्लाह गर्दै, संवाद गर्दै अगाडि जाने, असन्तोष असन्तुष्टिहरूलाई सम्बोधन गर्दै, हाम्रा विभिन्न कूटनीतिक च्यानलहरूलाई सक्रिय गराउँदै समृद्धिको खाका कोर्ने एउटा उद्देश्य बोकेर म तपाईँहरूको प्रतिनिधित्व गर्दै भारत आएको हुँ। र यस बिचमा जुन ध्यानपूर्वक नेपालका कुराहरू सुनिए, जसरी नेपालसँग सँगसँगै अगाडि बढ्ने जुन प्रतिनिधित्व हुने जुन प्रतिबद्धता मैले यहाँ प्राप्त गरेँ विभिन्न बैठकहरूमा, त्यसबाट अत्यन्त प्रसन्न भएर आशावादी भएर आफ्नो देश फर्कँदैछु। भोलि धेरै आशावादी भएर अगाडि बढ्दैछु कि नेपाल समृद्धिको यो यात्रामा अब सँगसँगै अगाडि बढ्नेछ। म यो कुरा तपाईँहरू समक्ष बाँड्न पनि यहाँ उपस्थित भएको छु। उपस्थित दाजुभाइ दिदीबहिनीहरू,
मलाई थाहा छ प्रवासमा बस्नु सजिलो हुँदैन। मैले पनि आफ्ना जीवनका सुनौला वर्षहरूलाई विदेशमा बिताएको छु। त्यसकारणले तपाईँहरूको आँखा केमा भिज्छ, तपाईँहरूको ओठ के कुरामा मुस्कुराउँछ मैले नजिकबाट बुझेको छु। मलाई परदेशिनुको पीडा तपाईँलाई जस्तै थाहा छ भन्ने मलाई लाग्दछ। तर पीडा थाहा पाएर मात्र भएन, पीडामा मलमको व्यवस्था गर्न सकिएन भने पीडा थाहा पाएर मात्र केही हुने छैन। त्यसैले यसबाट रासोपा मलम सहित आएको छ। आफ्नै घरबारबाट नजिक हुँदा हुँदै पनि आफ्ना परिवारबाट टाढा रहनुको पीडा, त्यसको अनुभव हामीले गरेका छौँ। तर अब आफ्नै मुलुकमा समृद्धिको बाटोमा हिँडेर आफ्नै मुलुकमा आफ्ना परिवार पाल्न सक्ने गरी काम गर्न सकियोस्, आफ्ना बाबामा बिरामीबाट उपचार गर्न सकियोस्, आफ्ना केटाकेटीलाई राम्रो शिक्षा दीक्षा दिन सकियोस्, यति उद्देश्यका लागि मात्र, यति आवश्यकताका लागि तपाईँ हामीले माटो छोडेका हौँ। यति भन्न चाहन्छु, हिजो कुनै परिस्थितिमा हामीले माटो छोडेका हौँ तर माटो भोलेका होइनौँ। हामीसँग अझै पनि माटोको हामीसँग देश फर्करै साहस मात्र होइन, फर्किएर समृद्धिको यात्रामा होस्टेमा हैसे गर्न सक्ने आँट, ताकत, साहस र ल्याकत सबै छ। त्यसकारणले तपाईँहरू सबैको साथमा, तपाईँहरू सबैको विश्वास बोकेर नेपाललाई हामी एउटा नयाँ गन्तव्यमा लिएर जान तयार भएर आएका छौँ। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, परिस्थिति बस यही बस्दा पनि तपाईँका समस्याहरू पक्कै पनि काहीँ काहीँ रूपमा सुन्ने ठाउँहरू आवश्यक परेको हुन सक्दछ। हाम्रो संयन्त्रले, राज्यको संयन्त्रले तपाईँको आवाज सुन्न भ्याएको छ कि छैन मलाई थाहा छैन। तर रासोपाको सरकार आइसकेपछि हामी तपाईँको आवाजलाई जस्ताको त्यस्तै सुन्ने र त्यसका समाधान गर्ने बाटोमा अगाडि बढ्नेछौँ। अर्थात् तपाईँको पीडा अब तपाईँको होइन, हाम्रो साझा हो। तपाईँ मात्र एक्लै त्यो पीडामा डुल्नु पर्ने छैन। अब तपाईँको आवाजलाई सरकारले सुन्नेछ, यहाँ भएका हाम्रा संयन्त्रहरूले सुन्नेछन् र दूतावास होस् या सञ्जीवनी संयन्त्रहरू हुन्, त्यो तपाईँका आफ्ना हुन्। तिनलाई हाम्रो घर बनाउनुको निमित्त हामी त्यसलाई सेवा सुविधा चुस्त बनाउनुको निमित्त पनि प्रतिबद्ध भएर बसेका छौँ। त्यति मात्र होइन, यहाँ बसिरहँदा तपाईँको स्वास्थ्य पाउने समस्या, अन्य विभिन्न झन्झटहरूबाट तपाईँहरूलाई जुन हैरानी परेको छ त्यसबारेमा अब हामीलाई बताउनुहोस्। मलाई याद छ तपाईँहरूसँगको मेरो नाता आज भर्खर जोडिएको नयाँ नाता होइन। म त बेला बेलामा आफ्नो नाता रिन्यू गर्न मात्र आउँछु। नाता त तपाईँ हाम्रो पुरानै छ, नाता तपाईँ हाम्रो पुरानो छ। जब यहाँ कुनै चेलीहरूलाई अप्ठ्यारो परेको हुन्थ्यो त्यतिखेर म टेलिभिजनको स्टुडियोमा रहिरहँदा यहाँ भएका चेलीहरूले लौ मलाई केही मद्दत गरिदिनु पर्यो भन्दाखेरि सुन्नका लागि मात्र होइन, समाधान गर्नको लागि दिल्ली आउँदादेखिको नाता आज राजनीतिक यात्रा र हिजो प्रधानमन्त्री नरेन्द्र मोदीसँग सँगै बस्दासम्म आइपुगेको छ। अझै यो अगाडि बढ्नेछ र सम्पूर्ण रूपमा देशलाई सम्बोध गर्न। म फेरि पनि स्पष्टका साथ भन्न चाहन्छु, हामी स्पष्ट भिजन र कसरी सहकारी गर्न सकिन्छ भन्ने खाका बोकेर यहाँ आएका हौँ। त्यसैले यस अगाडि के भयो के भएन म त्यसको हिसाब किताब गर्नुभन्दा पनि केही बिग्रिएको हिसाब रहेछ भने मिलाउन र नयाँ हिसाब र नयाँ खाता खोल्नको निमित्त हामी आएका छौँ। र त्यो खाता र अब खुल्ने त्यो खाता केवल खाका हुने छैन, मुलुक निर्माणको खाका हुनेछ। त्यो खाकामा सँगसँगै सहयात्रा गर्नको निमित्त हामी आएका छौँ। सम्मानित रूपमा अगाडि बढ्ने एउटा प्रतिबद्धताका साथ हामी यहाँ आएका छौँ। त्यसैले यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूसँगको भेटलाई निरन्तरता प्रदान गर्नेछु। यति लामो समय तपाईँहरूले कुर्नुभयो, झन् आज पानी परेको हुनाले कतिलाई आउन पनि गाह्रो भयो होला। मलाई थाहा छ तपाईँहरू एउटा आशा एउटा भरोसा बोकेर आउनुभएको छ। अझै पनि तपाईँको आँखामा देशमा अब चाहिँ केही हुन्छ कि भन्ने कुराको भरोसा देखिएको छ। नआत्तिनु होला, हामी सरकार सञ्चालनको सुरुवाती दिनमा छौँ। हामीले गर्नुपर्ने काम बाँकी नै छ। हामी बाहेक सबै प्रतिपक्ष भएको त्यसको जनमत हामीले प्राप्त गरेका छौँ। त्यसकारणले कहिलेकाहीँ सरकारले केही गर्दैन कि केही वातावरण बिग्रिन्छ कि भन्ने हल्ला फैलिँदै यहाँ तपाईँको कानसम्म पनि आइपुग्ला। त्यस्तो हल्लाको पछाडि लाग्न जरुरी छैन। हामी पूर्ण प्रतिबद्ध भएर यो देशलाई विकास दिन आएका छौँ। हामीले राजनीतिक भागभण्डाको युगलाई अन्त्य गर्ने कसम खाएका छौँ। त्यसैले हामी भागभण्डा गर्नको लागि होइन, भाग्य परिवर्तन गर्नका लागि आएका छौँ। त्यसैले यहाँ निर्धक्क हुनुहोला। सजिलो छैन, हामीलाई थाहा छ। सजिलो छैन, पक्कै पनि सजिलो छैन।
तर यति चाहिँ भन्न सक्छु कि सजिलो नभए पनि असम्भव चाहिँ छैन है साथीहरू। हजारौं माइलको यात्रा तय गर्नको निमित्त एउटा पाइला सबभन्दा पहिला चाल्नै पर्ने हुन्छ। एकै पटक हजारौं पाइलामा पुग्दैन, हजारौं माइलमा पुग्दैन। त्यो साहसी, त्यो दरिलो, त्यो प्रतिबद्ध पाइला रासोपाले चालेको छ। त्यो पाइला चाल्नको निमित्त तपाईँहरूले मद्दत गर्नुभएको हो। चुनावका बेलामा तपाईँहरूमध्ये केही मात्र नेपाल जान पाउनुभयो, केही साथीहरू आफ्नो जागिर, आफ्नो काम र आफ्नो व्यक्तिगत जिम्मेवारीले गर्दा जान पाउनु भएन। तर आफू जान नपाए पनि घरमा फोन गरेर भोट घन्टीमा हाल्नु होला भन्नुभएको छ। तपाईँले भन्नुभएको छ घरमा रहेका बाआमाहरूलाई कि भोट चाहिँ घन्टीमा हाल्नु होला, किनकि हाम्रो भविष्य त्यही सुनिश्चित छ तपाईँले भन्नुभएको छ। म आज तपाईँलाई यहाँ उभिएर, तपाईँको कर्मभूमिमा उभिएर जन्मभूमिको एउटा सन्देश सुनाउन चाहन्छु कि समृद्ध नेपालको यात्रा अब भाषण होइन कर्ममा प्रमाणित हुँदैछ। त्यसैले तपाईँले घर घरमा बाआमाहरूलाई अब अन्त होइन घन्टीमा भोट हाल्नुहोस् भनेको तपाईँको वचन खेर फाल्न नदिने जिम्मा हाम्रो। म जतिपटक दिल्ली आएको छु, जतिपटक तपाईँहरूसँग भेटघाट गर्ने अवसर पाएको छु, हरेक पटक तपाईँहरूले मलाई न्यानो स्नेह दिनुभएको छ, फुलमाला लगाइदिनु भएको छ, दियो बाल्नु भएको छ, न्यानो स्वागत गर्नुभएको छ, ओठमा मुस्कान राख्नु भएको छ। म आफ्नो राजनीतिक जीवनभरि तपाईँले दिनुभएको यो सम्मानलाई कायम राख्न चाहन्छु। जनतासँग लुकेर छलेर भागेर हिँड्ने नेता होइन, आँखामा आँखा जुदाएर हिँड्न सक्ने नेता बन्न सक्छ। तपाईँका समस्यालाई सर्वोपरि प्राथमिकता दिएर तिनलाई समाधान गर्ने र कुनै दिन अब चाँडै नै म आफ्नो देश फर्कनु पर्नेछ, अब म देश नै केही गर्न सक्छु भन्ने गरी तपाईँलाई त्यो वातावरण बनाउने यात्राको सुरुवाती बिन्दुमा हामी छौँ। त्यसैले आज परदेशमा बसेर तपाईँले आर्जन गर्नुभएको सिप देशमा काम लाग्नेछ। तपाईँले आर्जन गर्नुभएको पैसा देशमा लगानी गर्न काम लाग्नेछ। म तपाईँलाई यति भन्न चाहन्छु, फजुल खर्च नगर्नु होला, आफ्नो स्वास्थ्यको ध्यान दिनु होला, किनकि एक दिन फर्केर मातृभूमि जानु पर्नेछ। त्यसैले तर यहाँ रहँदा पनि सम्मानित नागरिकको रूपमा जुन नेपालीहरूको छवि छ, धेरै देशका नागरिकहरूले भन्दा संसार भइरहेका नेपालीहरूले जुन सम्मान प्राप्त गरेका छन् त्यो इमान्दारीपूर्वक हाम्रो उपस्थिति नै हो। नेपालीहरू भनेका इमान्दार हुन्छन्, मेहनती हुन्छन्, नेपालीहरूबाट बेइमानी हुँदैन भन्ने कुराको सन्देश भारत र विश्वमा फैलिएको छ। त्यसको देन, त्यसको श्रेय तपाईँहरूलाई जान्छ। यो कायम राख्नु होला, यो कायम राख्नु होला। यो ऊर्जा चाँडै नै देशलाई चाहिनेछ। तबसम्मको लागि जति परिश्रम तपाईँहरूले गर्नुभएको छ गर्दै रहनु होला, केही फरक पर्दैन। ढिला चाँडो हामी सँगै मिलेर आफ्नो मुलुकलाई समृद्ध बनाउने यात्रामा सहयात्रा गर्नेछौँ। हामी चाँडै नै तपाईँहरूको साथ लिएर जानेछौँ। र के थाहा, आउने स्थानीय चुनावमा यही हलमा भएका कयौँ साथीहरू उम्मेदवारको रूपमा जितेर आउने त होइनन्। म त यहाँ देखिरहेको छु। क्षमतावान साथीहरूलाई म यति अनुरोध गर्न चाहन्छु, सपना देख्न हिचकिचाउनुहुन्न साथी। 4 वर्ष अगाडि देखेको सपना आज साकार भएर झन्डै 2/3 को सरकार बनेको छ। त्यसैले सपना देख्न हिचकिचाउनुहुन्न। मुलुक परिवर्तनको यात्रामा कसले गर्देला भनेर कुर्ने होइन, विकल्प कुर्ने होइन, विकल्प बन्ने हो। केही साथीहरू तयार गर्नुहुन्छ। हस्, भन्नुपर्ने भन्दा गर्नुपर्ने कामहरू धेरै छन् मेरा। तैपनि यो अवसरमा तपाईँहरूसँग 2-4वटा कुरा भनेर यहाँबाट जाने विचार गरेको छु। फेरि पनि तपाईँहरूले गर्नुभएको अनवरत माया र विश्वासका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो सङ्गठनलाई मजबुत बनाउन सङ्गठनको विभिन्न तह र तबकामा बसेर काम गर्नुहुने रासोपा नयाँ दिल्लीका सम्पूर्ण साथीहरूलाई यो भव्य आयोजनाका लागि एकैपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु। देशसँग जोड्ने यो सिलसिला कायम रहोस्, रासोपा परिवार विस्तृत बनोस्, मुलुकका लागि केही गर्ने दिन चाँडै आउँदैछ। त्यसैले प्रतीक्षा गर्नुहोला, साथ नै रहनुहोला। हामीले केही खराब गलत गर्यौँ भने, केही हामीबाट कमजोरी भयो भने यहाँहरूले सल्लाह सुझाव विभिन्न माध्यमबाट दिनुहोला। हाम्रो कोसिस रहनेछ जुन 8 भरोसाका साथ तपाईँहरूले घरमा भनेर घन्टीमा भोट हाल्नुहोस् भन्नुभएको थियो, हामी तपाईँको शिर निहुराउने कुनै पनि गलत काम गर्ने छैन। म तपाईँहरूलाई वाचा गर्न चाहन्छु।
सरकारको नियतमा कहीँ कतै शङ्का गर्नुपर्ने ठाउँ छैन, कहीँ कतै निर्णय बिग्रिएछ भने हामीलाई सच्याउने अवसर पनि दिनुहोला, हामीलाई खबरदारी पनि गर्नुहोला। रासोपा समर्थकहरू केवल समर्थन मात्र गर्दैनन्, गलत भयो भने खबरदारी पनि गर्छन्। यो कुरा तपाईँहरूसँग सधैँ छ। रासोपाले आफ्ना समर्थक आफ्ना सदस्यहरूसँग भएको यो अधिकारलाई कहिले पनि खोज्ने छैन। त्यसकारणले त्यही तपाईँको अधिकारको सदुपयोगका भरमा हामीले बाटो बिरायो भने हामीलाई ट्र्याकमा ल्याउनको निमित्त मद्दत गर्ने जिम्मेवारी पनि तपाईँको काममा दिँदै म यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो माया, यो आतिथ्य, यो विश्वास कायम रहोस्, तपाईँहरूको स्वास्थ्य राम्रो होस्, तपाईँहरूको परिवारमा खुसियाली छाउन्, संसारभरिका देवी देवताले तपाईँको रक्षा गरून्। सबको जय होस्, जय देश, जय गण्डे। बस धेरै धेरै धन्यवाद। चेम्बर अफ कमर्स भारतका महासचिव चन्द्र लामिछानेजीले एउटा ज्ञापन पत्र दिँदै हुनुहुन्छ। एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज भारतले उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, कार्यक्रम हामी निरन्तर कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। आजको यस कार्यक्रमका मुख्य आकर्षक प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेज्यूको एउटा अर्को कार्यक्रम रहेको छ। उहाँ अयोध्या जाँदै हुनुहुन्छ। उहाँको अयोध्याको फ्लाइटको समय भएकोले बाटो दिएर सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनेछौँ। पक्कै पनि सांस्कृतिक टोलीलाई सम्मान पत्र प्रदान गर्नेछौँ। तपाईँहरूको यो गरिमामय उपस्थितिको लागि तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै सम्मान गर्न चाहन्छौँ। विशेष धन्यवाद प्रकट गर्न चाहन्छौँ। कृपया सबै नागरिकको परिचय दिनुहोला, रविदाईलाई बाटो छोडिदिनुहोला। उहाँको यात्रा अयोध्यासम्मको छ। उहाँको अयोध्याको फ्लाइट भएको कारणले चाहिँ उहाँ कार्यक्रममा अलि पहिला निस्किनु भएको छ। तपाईँहरू निरन्तर हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सांस्कृतिक कार्यक्रम अगाडि बढ्दैछ। सांस्कृतिक कलाकार मित्रहरूलाई, कलाकार भाइ बहिनीहरूलाई सम्मान पत्र प्रदान गर्नेछौँ र कार्यक्रम समापन गर्नेछौँ। पक्कै पनि तपाईँहरू बसिदिनुहोला। प्रवासमा रहेर पनि नेपाल र नेपाली बाटो गति उत्तरदायित्व निभाउनुभएका सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छौँ। प्रवासी नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा भएको यो कार्यक्रममा तपाईँहरूले जुन उपस्थिति देखाउनु भएको छ, यो उपस्थितिको लागि फेरि पनि तपाईँलाई अन्तरात्मादेखि हृदयदेखि नै सम्मान विशेष धन्यवाद प्रकट गर्न चाहन्छु।
कार्यक्रमलाई सघाउनुभएका सम्पूर्ण स्वयंसेवक, पत्रकार, विभिन्न सङ्घ संस्थाबाट आउनुभएका तपाईँ सम्पूर्णमा एकदमै हृदयदेखि नै सम्मान र आभार प्रकट गर्न चाहन्छु। यो कार्यक्रम फेरि पनि हामी तपाईँ माझ लिएर आउनेछौँ। पनि यो आउँदो 4-6 महिनाभित्रै एउटा ठुलो अन्तर्क्रिया कार्यक्रम हामी राख्नेछौँ। प्रवासी नेपाली सम्पर्क मञ्चले फेरि यस्ता कार्यक्रमहरू आयोजना गर्नेछ। हाम्रा कलाकार भाइ बहिनीहरूलाई सम्मान पत्र दिइने कार्यक्रम छ र कार्यक्रमको समापन गर्ने कार्यक्रम छ। तपाईँहरू चाहिँ यथा स्थानमा बसिदिनु होला। हामी सांस्कृतिक कार्यक्रम गरिरहेका छौँ। सांस्कृतिक कार्यक्रमहरू अझै बाँकी छन्। तपाईँहरूको ओठ के कुरामा मुस्कुराउँछ मैले नजिकबाट बुझेको छु। मलाई परदेशिनुको पीडा तपाईँलाई जस्तै थाहा छ भन्ने मलाई लाग्दछ। तर पीडा थाहा पाएर मात्र भएन, पीडामा मलमको व्यवस्था गर्न सकिएन भने पीडा थाहा पाएर मात्र केही हुने छैन। त्यसैले यसपटक रासोपा मलम सहित आएको छ। आफ्नै हामीसँग देश फर्कने साहस मात्र होइन, फर्किएर समृद्धिको यात्रामा होस्टेमा हैसियत गर्न सक्ने आँट, ताकत, साहस र ल्याकत सबै छ। त्यसकारणले तपाईँहरू सबैको साथमा, तपाईँहरू सबैको विश्वास बोकेर नेपाललाई सुन्नेछ। यहाँ भएका हाम्रा संयन्त्रहरूले सुन्नेछन् र दूतावास होस् या सन्धिने संयन्त्रहरू हुन्, त्यो तपाईँका आफ्ना हुन्। तिनलाई हाम्रो घर बनाउनको निमित्त हामी त्यस्ता सेवा सुविधा चुस्त बनाउनको निमित्त पनि प्रतिबद्ध भएर बसेका छौँ। त्यति मात्र होइन, यहाँ बसिरहँदा सम्पूर्ण रूपमा देशलाई समृद्ध बनाउने बाटोमा जानेछ। र म फेरि पनि स्पष्टका साथ भन्न चाहन्छु, हामी स्पष्ट भिजन र कसरी सहकार्य गर्न सकिन्छ भन्ने खाका बोकेर यहाँ आएका हौँ। त्यसैले यस अगाडि के भयो के भएन म त्यसको हिसाब कहिलेकाहीँ सरकारले केही गर्दैन कि केही वातावरण बिग्रिन्छ कि भन्ने हल्ला फैलदै यहाँ तपाईँको कानसम्म पनि आइपुग्ला। त्यसको हल्लाको पछाडि लाग्न जरुरी छैन। हामी पूर्ण प्रतिबद्ध भएर यो देशलाई विकास दिन आएका छौँ। हामीले राजनीतिक भागभण्डाको युगलाई अन्त्य गर्ने कसम खाएका छौँ। त्यसैले हामी भाग रासोपाले चालेको छ र त्यो पहिला चाल्नको निमित्त तपाईँहरूले मद्दत गर्नुभएको हो। चुनावका बेलामा तपाईँहरूमध्ये केही मात्र नेपाल जान पाउनुभयो। केही साथीहरू आफ्नो जागिर, आफ्नो काम र आफ्नो व्यक्तिगत जिम्मेवारीले गर्दा जान पाउनु भएन। तर आफू जान नपाए तपाईँले घर घरमा बाबाहरूलाई अब अन्त होइन घन्टीमा भोट हाल्नुहोस् भनेको तपाईँको वचन खेर फाल्न नदिने जिम्मा हाम्रो। म जतिपटक दिल्ली आएको छु, जतिपटक तपाईँहरूसँग भेटघाट गर्ने अवसर पाएको छु, हरेक पटक तपाईँहरूले मलाई न्यानो स्नेह दिनुभएको छ, फुलमाला लगाइदिनु भएको छ। तर यहाँ रहँदा पनि सम्मानित नागरिकको रूपमा जुन नेपालीहरूको छवि छ, धेरै देशका नागरिकहरूले भन्दा संसार भइरहेका नेपालीहरूले जुन सम्मान प्राप्त गरेका छन्, त्यो इमान्दारीपूर्वक हाम्रो उपस्थिति नै हो। नेपाल क्षमतावान साथीहरूलाई म यति अनुरोध गर्न चाहन्छु, सपना देख्न हिचकिचाउनुहुन्न साथी हो। 4 वर्ष अगाडि देखेको सपना आज साकार भएर झन्डै 2/3 सरकार बनेको छ। त्यसैले सपना देख्न हिचकिचाउनुहुन्न। मुलुक परिवर्तनको यात्रामा कसले गर्दैला भनेर कुर्ने होइन, विकल्प साथमै रहनुहोला। हामीले केही खराब गलत गर्यौँ भने, केही हामीबाट कमजोरी भयो भने यहाँहरूले सल्लाह सुझाव विभिन्न माध्यमबाट दिनुहोला। हाम्रो कोसिस रहनेछ जुन आँट भरोसाका साथ तपाईँहरूले घरमा भनेर घन्टीमा भोट हाल्नुहोस् भन्नुभएको थियो, हामी तपाईँको शिर निहुराउने कुनै पनि गलत काम गर्ने छैन। म यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो माया, यो आतिथ्य, यो विश्वास कायम रहोस्। तपाईँहरूको स्वास्थ्य राम्रो होस्, तपाईँहरूको परिवारमा खुसियाली छाउन्, संसारभरिका देवी देवताले तपाईँको रक्षा गरून्। सबको जय होस्, जय गण्डकी। उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, कार्यक्रम